त्यसमा लाउनु भएको छु टिप्छु काट्छु यति नै काटेँ मैले चाहिँ अहिलेलाई ठुलो थुङ्गा लिएर आएको अलिक थोरै भयो कि अघिको त्यही भएर कस्तो भयो मेरो कलस ल साथीहरू अब चाहिँ आज विजया दशमीको दिन अब यसो हल्का खानापिनाहरू बनाउनु पर्यो भरे टिका लगाउनु पर्छ हामी चाहिँ बेलुकी मात्रै लाउने प्लान छ अब किनकि छोराको पनि बुढोको पनि काम छ कामबाट आएर चाहिँ लगाउने अनि आज मैले चाहिँ यो चिकन तन्दुरी बनाउन लागेको अनि त्यस पछाडि चाहिँ अर्को भनेको बफको त्यही पक्कु जस्तै पनि बनाउन लागेको छु अनि हेर्दै गर्नु होला अनि सम्पूर्णलाई ह्यापी दशैँ अब म चाहिँ बफ पक्कु बनाउनलाई सुरु गरिसकेँ यसमा चाहिँ मैले बेसार मरमसलाहरू राख्दैछु त्यही हो मिट मसला जिरा पाउडरहरू राख्दैछु अनि यो चाहिँ मैले अघि सिलौटोमा पिसेको धनिया र जिरा यो चाहिँ अदुवा र लसुनको पेस्ट अनि मैले राखिसकेँ यसलाई चाहिँ अब राम्ररी मिक्स गर्ने मल्ने कुनाकानी पुग्ने गरी सबै पिसमा मसला चाहिँ पुग्ने गरी मल्ने यहाँ चाहिँ मैले अलिकति तोरीको तेल पनि तताएर राख्थेँ काँचै राख्नु मन परेन कि मलाई त्यही भएर मैले अलि
तताएर राख्दिएको। यसलाई पनि मजाले मोल्ने। यसमा मैले सल्ट पनि राखेँ स्वाद अनुसार। बफको चाहिँ मैले फर्स्ट टाइम बनाउँदैछु किनकि यहाँ बफ नै पाउँदैन। थोरै राखेँ तेल चाहिँ मैले किनकि अब यहाँ म्यारिनेट गरेकोमा राखिसकेको छु तोरीको तेल। यो चाहिँ मसला र प्याज पड्काउनुलाई मात्रै कि। यसमा मैले मेथी फुराएँ, प्याज चलाउने राम्ररी। अझै मासु राख्ने। त्यसलाई चाहिँ एकदमै लो हिटमा ढक्कन लगाएर छोडिदिने। यस्तो हुन्छ है पक्को चाहिँ। अब यहाँ टिकोहरू पनि रेडी गरिसकेँ। अब यहाँ चाहिँ टिका लगाउनु बाँकी छ। मेरो जमरा चाहिँ यस्तो फनी भएको छ है। अब के भन्नु, त्यही पनि देखाएँ मैले। राम्रो मात्रै ल्याउनु त सक्ने छैन, त्यही भएर देखाएँ। म पनि रेडी भइसकेँ, चटक्क परिसकेँ। बल्ल बल्ल एकपल्ट सालमा एकपल्ट आउने चाडमा होइन, किन कन्जुसै गर्नु भनेर। टिका लाउन चाहिँ अझै बाँकी छ है गाइजहरू। के गर्दा गर्दा ढिलो हुन्छ हो। हाम्रो दसैँ चाहिँ यस्तै छ है। यस्तो राम्रो फुल फुलेको छ। यहाँहरू सम्पूर्ण देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनी बाबा आमा छोरा छोरीहरू सबैजनालाई ह्याप्पी विजय दशमी। राजा सुचट्ट परेर बसिराख्नु भएको छ दौरा सुरुवाल लगाएर। नक्कल पार्दैछ यहाँ। खै ह्याप्पी विजय दशमी भन मुखले पनि। विजय दशमी, विजय दशमी, ह्याप्पी विजय दशमी, ह्याप्पी विजय दशमी। थ्याङ्क यू। रिस कम गर्नु ल। उल्टो पो रिपोर्ट गरेको छु मैले। खै हो आशिक चाहिँ
भन्नु पो पर्छ त अनि भनेको मात्रै लाग्छ अरे नि त्यो भाग्यमानी हुनु रोग कष्ट हराउनु है त्यति हो आशिक थामानी ल्याउनु भएन म चाहिँ अँधेर आयो है कष्ट सबै हराउनुहोस् यो चाहिँ आशिक थाहा गाना गएर सब ठिक गर्नु भएन त तेल पनि छैन नि अब
दुई 2082 सालको दसैँ पनि मनाइयो है। राम्रै भयो भने राम्रो हुँदा नि अब अलिकति बहिनी चाहिँ बिराउने छ के हो कस्तो भएको नि फोन पनि गरेको छैन। बहिनी अलिक बिरामी भएर चाहिँ खल्लो भइरहेछ फ्यामिलीमा नत्र गरे। We miss you, Pavina. पविनासँग हामी मामालाई जाने सल्लाह थियो। छोरीसँग ऊ चाहिँ अब आमा बिरामी भएर हस्पिटल जानुपर्ने भयो। खाइसक्यो।